Hi everyone, welcome to my YouTube channel and thank you for patiently waiting for my video that I know I procrastinated for a very long time. यो चाहिँ हाम्रो इलामको कार्यक्रमको vlog हो. मलाई चाहिँ एयरपोर्टमा हाम्रो अर्गनाइजिङ टिमबाट भाइ अनि नानाहरू पिकअप गर्न आउनु भएको छ and we are meeting for the first time. हामी फर्स्ट चोटि भेटे पनि we bonded really well. हामी बाटोभरि गफ गर्दै यात्रा गर्यौं from भदरपुर to इलाम. खिच्न चाहिँ म खिचिरहेको छु कि हाल्ने बेला चाहिँ हाल्दिनँ खिच्न चाहिँ टन्नै खिचिरहेको हुन्छ एडिट गर्न टाइम लाग्छ अनि काममा बिजी हुन्छ नि त उनीहरूले हाल्ने भ्याउँदैन एडिटर फेरि त्यो एडिटिङ आफैले गर्ने बानी होइन अरू फेरि हिउँ पर्ने जग्गा पनि छ हजुर पर्ने हुने जग्गा आफूबाट खोल्ने जग्गा पनि छ हजुर प्रायः त एक्सपोर्ट गर्नुहुन्छ होला है कि त्यस्तो यहाँको चाहिँ कस्तो छ भन्दाखेरि अब जस्तो इन्डिया लान्छ होलसेलमा अनि प्रायः चाहिँ त्यहाँबाट वर्ल्ड लिभिङ गरेर चाहिँ त्यो कल्चर त्यस्तो बनाइसकेको छ मार्केटिङ त्यस्तो नाना यो र त कच्चा छ नेपाल नेपाल त होइन इलाम हो मलाई फेरि टी एकदम मन पर्छ क्या हजुर तर टी कस्तो खालको भने नि त्यो दुध चिया कालो चियाहरू चाहिँ होइन कि त्यो चाइनिजहरूले के फ्लेभरको टी बनाउँछ कि मिक्स गरेर क्या अझ त्यो फुलहरू हुन्छ नि फुलहरू पनि मिक्स गरेर त्यो बनाउँछ क्या त्यस्तोहरू मिठो लाग्छ म चाइना जाने बेलामा चाइनिज भन्दा बेसी टी म खान्छु क्या अनि उनीहरूले हामी भन्दा चाइनिज त रहेछस् भन्छ क्या उनीहरू दिनभरि टी खाँदो रहेछ नि त खान नजानेको नि त दुध चिया मात्रै प्रायः हुन्छ हो दुध चिया साह्रै अनहेल्दी हो क्या ग्यास्ट्रिक हुन्छ यस्तै हुँदैछ नि हाम्रो गाउँघरमा चाहिँ त्यो भिजाएर राखेपछि त्यो टाइमै हुँदैन कि नाना अब बारीतिर जाने अनि दुध चिया बनाउने चाहिँ टाइम हुन्छ 5 मिनट पर्खिनु नसक्ने जस्तो नि त यसो सोच्छु कि नाना कोही बेला मै आफै पनि सोच्छु होइन अनि राम्रो त राम्रो हुन्छ कम्ती मात्रै तर कति मिल्छ है त्यो खायो भने चौरी बढ्दैन खानुहुन्छ अब कसै जला निक्लिरहेको डोरी चिया साँच्चै हो क्या त्यो एन्टी रिङ्कल अब एन्टी रिङ्कलै त होइन त्यसमा एन्टी अक्सिडेन्ट हाई हुन्छ अब त्यसले अब जोस् अलिकति हेल्प गर्छ हेल्थको लागि +2मा चाहिँ साइन्स पढेँ हजुर ब्याचलरमा फाइन आर्ट्स पढेको मास्टर्स चाहिँ मैले बिजनेसमा गरेको हजुर त्यो यस्तो भयो क्या म सानो उमेरदेखि नै आफै काम गरेर आफै कमाएर आफै पढ्न थालेँ होइन +2सम्म चाहिँ बुवा आमाले पढाउनु भयो त्योसम्म चाहिँ बुवा आमाले जे पढ भनेको थियो त्यही पढेँ त्यसपछि त आफै कमाएपछि त जे पढ्दा पनि भयो जहाँ पढ्नु मन लाग्यो त्यही पढेँ मैले अनि जुन उमेरमा जुन कुरामा इन्ट्रेस्ट थियो त्यही पढ्दै गएँ कि कोही बेला मलाई ग्राफिक डिजाइनिङमा इन्ट्रेस्ट लाग्थ्यो त्यही भएर ब्याचलरमा त्यो पढेँ त्यसपछि ब्याचलरपछि ग्राफिक पनि गरेँ इन्टरेक्सन कार्यक्रम लुगासम्म एउटा बोकेर के कार्यक्रममा त्यतिकै बसेर हजुर एउटा लुगा लिएर आयो चप्पलमा आइरहेको भोलि त लुङ्गीमा आखिर छोपिहाल्छ भनेर आइरहेको छ भाइले कार्यक्रम भन्नु यस्तो हो अब जे गरेर पनि हजको शब्द चाहिँ हामीलाई एकदम A1 चाहिएको धेरैजनाको त्यस्तो A1 त होइन एकछिन हुन्छ अब हजको लागि त हाम्रो लागि त उहाँले A1 हुनुहुन्छ अनि भोलि मान्छेले उहाँ हजुरको शब्द बोल्नै पर्दैन क्या हजुरको एउटा त्यो स्ट्यान्ड पुग्नु भयो भने त्यो गाउँ भइहाल्छ कस्तो सबैजनाको लागि कतिजना छ नि हाम्रो त यो स्टुडियोमा थुप्रै केटाकेटीहरू जोइन भइरहनु भएको छ हजुर उहाँहरूलाई चाहिँ पोजिटिभ एनर्जी अझै फ्लो हुन्छ नि त हजुर कति राम्रो होटल पनि सञ्चालन भइरहेको छ टी टेस्टिङ सेन्टर छ इलामको मौसम कस्तो लाग्यो ल चेलीलाई सायद फोन गर्दैछु है सूर्योदय नगर कार्य समितिको तर्फबाट किराती चेलीलाई है अब ल सबैले एकचोटि ताली गरिदिनु होला बस्दा पनि हुन्छ हामी हार्दिक स्वागत मात्रै है हाम्रो स्वागत कार्यक्रम मात्रै हो
हामीले के गर्न नसके पनि चेलीलाई है स्वागत गर्छौँ हामी। ल हजुर नानालाई सबैको नाना बहिनी मेरो बहिनी चेली चेली बहिनीलाई सूर्योदयमा आइदिनु भएकोमा धेरै धेरै धन्यवाद। अलिक हामी विभिन्न भाषा धर्म संस्कार संस्कृति मान्ने व्यक्तिहरू बसेका छौँ, त्यो कारणले खदाले पनि यहाँलाई सम्मान है। नगर कार्य समितिको एकदमै इनर्जेटिक यङ सचिव, मलाई साह्रै सहयोग गर्ने टिम छ क्या। हामी जुनियर टिम छौँ। अब यता नम्बर कति पो हजुर? 4 हजुर। यता हाम्रो 4 को अध्यक्ष विराट राई आयोगका 1 नम्बर 4 को अध्यक्ष विशाल चेलीलाई जियोस् इलामले नै स्वागत गरेको छ। हाम्रो अब जातित्व त आफ्नो ठाउँमा छ हो कि हाम्रो घरभित्रको हो है। सर्वप्रथम नम्बर वडा अध्यक्ष विराट राई आयोगका अध्यक्ष युवा एकदमै सदस्य 8 नम्बर एकदम पर्यटकीय नगरी क्षेत्र 7 को वडा कार्य समितिको सदस्य वडा नम्बर 8 नागेश्वर 11 बाट हजुर कलाकार सङ्घ सदस्य हाम्रो एकदमै हाम्रो टिममा हिँड्ने हाम्रो यो सालपा सिलिचुङको माटो र पानी छ नानालाई पुरै अब टिका लगाएर त्यो पर्दा चाहिँ टिका लगाइदिएर पनि यस्तो पाउँदैछ चिनान गराइदिनु सिकाउनु एकैछिन फ्रेन्डलाई तपाईँलाई कसरी म टिका लगाइदिनु फोटो होइन सिर्जले सानो नानाको माथि होस् अलिक चोस् नाना यो पानी थोरै आफूलाई अन्नालाई यहाँ खानु अन्नालाई आफै पर्साउँछ नि सालपा पोखरी किन यो चाहिँ माटो चाहिँ सिलिचुङ ल यता हाम्रो प्लिज हप्तान्नुहोस् होइन जे आए आउनुहोस् बस्नुहोस्। यस्तै नै अतुलनीय माया र सम्मानका साथ आजको दिन चाहिँ बित्यो। यो चाहिँ मेरो होटलको रुमबाट देखिने भ्यू अनि यहाँ जुन नेचरको साउन्ड आइरहेछ इट्स सो ब्युटिफुल एन्ड पिसफुल। भोलि चाहिँ कार्यक्रम थियो, सो मलाई साडी लाउनुको लागि मैले एकजना बहिनीलाई बोलाएको थिएँ। उहाँलाई पनि आउँदैन रहेछ साडी लाउन, तर उहाँले नै हेल्प गर्नुभयो। जोस् हामीले तसो तसो गरेर साडी लगायौँ। खुट्टा चिसो भएर चप्पल लाउँदा हुन्छ नि। अब चाहिँ पानी रोक्यो जस्तो छ है। हजुर भनेपछि आज तपाईँ होस्ट पहिला पनि गरिराख्ने हो कि हजुर? त्यस्तो धेरै त गरेको छैन, भएर पनि अलिअलि भनौँ थोरै थोरै कम्ती चाहिँ गरेको हो। हजुर एक्सपिरियन्सहरू त्यति धेरै त छैन। मिस्टेक हुन्छ होला, पुरा डर लागिरहेको मिस्टेक त भइरहेको छ। यो ल भन्छ नलग्दा के हुन्छ लम कि नलम भन्नुहोस् त। लगाउँदा पनि क्युट देखिरहेको छ हजुरलाई। जान्यो ए ल ल ल सेवा यहाँ उपस्थित सम्पूर्णलाई मैले चाहिँ मेरो परिवार सरह मानेको छु। त्यही भएर फर्मालिटीको आधारमा एड्रेस नगरिकन सम्बोधन नगरिकन म मेरो केही कुराहरू सेयर गर्न चाहन्छु। यहाँ जति पनि उपस्थित हुनुहुन्छ मेरो माइती दाजुहरू नानाहरू मलाई माफ गरिदिनु होला, मैले एक एक सम्बोधन गर्न थालेँ भने फेरि अलि लामो होला। म सानो हुँदाखेरि चाहिँ लगभग म 6-7 वर्षको हुँदाखेरि चाहिँ मैले पहिलोचोटि एउटा डान्स कोरियोग्राफर डान्स टिचर हायर गरेर डान्स सिकेको थिएँ कि। अनि त्यो गीतको बोल चाहिँ के थियो भने
पानी मिठो मेरो हजुर इलाम बजारको भन्ने गीत थियो है। त्यो गीतमा चाहिँ मलाई यो थाली डान्स हुन्छ नि त्यस्तो थाल घुमाउने अनि मारुनीको फ्युजनमा मलाई डान्स सिकाउनु भएको थियो। अनि 6-7 वर्षमा अब त्यो थाल घुमाएर नाच्दाखेरि चाहिँ दर्शकहरूले पनि बडो रमाइलो मान्नुहुन्थ्यो कि अब अचम्म मान्नुहुन्थ्यो कसरी थाल घुमाइरहेछ भनेर। त्यो गीतमा म यति नाचेँ कि म 12 क्लास पुग्दासम्म पनि म अझै त्यही गीतमा नाचिरहेको थिएँ। पछि 12 कक्षा सकिसकेपछि म मिडियामा काम गर्न थालेँ। अनि मिडियामा काम गर्दाखेरि अब के धेर थोरजनाले चिन्न थालिसकेपछि चाहिँ म स्टेज पर्फर्मेन्स गर्दा पनि म अझै त्यही गीतमा नाचिरहेको थिएँ क्या। अनि एक दिन चाहिँ मेरो बुवा आमाले भन्नुभयो अब उहाँहरूले त वर्ष एउटै गीतमा नाचेको हेर्दा उहाँहरूलाई पनि वाक्क लाग्यो होला क्या। वाक्क लाग्यो होला भनेर पनि पक्कै वाक्क लागेर नै भन्नुभयो छोरी तिमी धेरै यही गीतमा नाचिरहेको छौ अरू गीतमा पनि यसो प्र्याक्टिस गर न भनेर सुझाव दिनुभयो। त्यसपछि चाहिँ म अरू गीतहरूमा पनि मैले स्टेज पर्फर्मेन्सहरू गरेको छु। मैले यो कुरा चाहिँ हजुरहरूसँग किन जोड्न खोजेको भने इन्डिरेक्टली भनौँ है इलाम भन्ने ठाउँले चाहिँ बाल्यकालमा पनि मेरो मानस पटलमा चाहिँ सपना देख्न अनि त्यो सपनालाई पूर्णता दिनलाई पनि आशीर्वाद दिएको ठाउँ हो जस्तो लाग्छ मलाई। त्यस अर्थमा सर्वप्रथम इलामको भूमिलाई म नमन गर्न चाहन्छु र यहाँ उपस्थित सम्पूर्ण इलामेलीलाई पनि हृदयदेखि नमन गर्न चाहन्छु। र विशेष धन्यवाद त हाम्रो आयोजक टिमलाई पनि। हामीलाई यहाँ स्टेजमा बस्न पो सजिलो छ है अर्गनाइज गर्न कति गाह्रो छ म बुझ्न सक्छु। त्यही भएर अर्गनाइजिङ टिमलाई पनि विशेष धन्यवाद। हजुर सबैजनालाई खासमा रमाइलो गर्न हतार भइसकेको होला त्यही भएर म धेरै बेर बोलेर हजुरहरूलाई बोर पनि गर्दिनँ। तर मलाई हाम्रो आयोजक टिमले चाहिँ विशेष गरी हाम्रो कल्चरको बारेमा केही बोलिदिनुहोस् तपाईँले बोलिदिँदाखेरि केही सिक्न सकिन्छ कि भनेर अनुरोध गर्नुभएको थियो। तर यहाँ इलामसम्म आउँदा चाहिँ मलाई कुरा उल्टो लाग्यो क्या। म यहाँ केही सिकाउन आएको भन्दा पनि या त म केही बोलेर हजुरलाई सिकाउन आउनु भन्दा पनि म चाहिँ इलामबाट केही सिक्न आएको हो कि जस्तो महसुस भइरहेको छ। इलामबाट म काठमाडौँ फर्किँदा चाहिँ म धेरै कुराहरू सिकेर जान्छु जस्तो मलाई विश्वास छ। म हिजो आउने बित्तिकै मलाई मेरो माइतीहरूले साल्पा सिलिचुङको जल र त्यस पवित्र भूमिको माटोको टिका लाएर मलाई स्वागत गर्नुभयो। जुन ठाउँ चाहिँ मलाई एकदमै जाने इच्छा हुँदै पनि जान नसकेको ठाउँ मेरो माइती राजाहरूले म भएकै ठाउँमा ल्याएर मलाई स्वागत गर्नुभयो। आतिथ्यता स्वागत सम्मान स्नेह माया कसरी गर्नुपर्दो रहेछ भनेर मलाई यहाँहरूले सिकाउनु भएको छ। अनि बोलीचाली कति मिठो बोलीचाली। मलाई पहिला सानोमा बुवा आमाले के सिकाउनुहुन्थ्यो भने छोरी जहिले पनि साइनो केलाएर बोल्नु है साइनो केलाएर बोलेन भने चाहिँ ठाडो सुनिन्छ भनेर सिकाउनुहुन्थ्यो। अझै पनि मलाई रिमाइन्ड गराइराख्नुहुन्छ है। यहाँ हजुरहरूको बोली वाक्यै पछि नै साइनो केलाएर बोल्नु हुने अनि त्यहीमाथि त्यो बोली पनि यस्तो लयात्मक कि गीत गाएको जस्तो क्या यस्तो मिठो बोली र साइनो केलाएर बोल्नुपर्छ भनेर चाहिँ मलाई फेरि यहाँहरूले चाहिँ एउटा रिमाइन्डर या त रिभिजन जस्तो पनि मैले यहाँ पाएको छु। र साथसाथै यहाँ जति पनि उपस्थित हुनुहुन्छ सबैजना कस्तो यङ हुनुहुन्छ एनर्जेटिक हुनुहुन्छ। तर यति सानो र यङ एज हुँदै पनि हजुरहरूको यो कल्चरप्रतिको जुन गहन अध्ययन छ त्यहाँबाट पनि मैले धेरै प्रेरणा प्राप्त गरेको छु। त्यही भएर हजुरबाट मैले यो असीम ऊर्जा र प्रेरणा पनि लिएको छु। अब हजुरबाट मैले उपहार लिन आएको जस्तो मात्र मलाई लागिरहेको छ। मैले दिन सक्ने त केही पनि छैन। खालि मैले दिन सक्ने भनेको केही धेर थोर समय थियो जुन मैले प्रयास गरेँ र मैले हिजो आयोजक टिमलाई पनि भनिसकेँ कि तपाईँहरूले मलाई आफ्नो टिममा गर्ने पनि नगर्ने पनि मैले चाहिँ आफैले हजुरहरूको टिममा मैले स्वीकारिसकेको छु। त्यही भएर भोलिको दिनमा पनि यदि मैले केही सहयोग गर्न सक्छु भने मलाई सम्झिनु होला। म घुँडा टेकेर भए पनि उपस्थित हुने प्रयास गर्छु भनेर मैले हिजो पनि भनिसकेको छु। सिक्ने र सिकाउने क्रम त अब जिन्दगीभरि चलिरहन्छ। हामी त आजीवन विद्यार्थी नै हौँ जस्तो लाग्छ है।
हामी चाहिँ आजभोलिको जेनेरेसन चाहिँ अलिक फास्ट छौँ क्या, हामीलाई धैर्यता छैन, पेसेन्स छैन, जे कुरा पनि छिटो छिटो चाहिन्छ। ज्ञानको लोभमा पनि किताबको पानाहरू अगाडि अगाडि मात्र पढिराखेका छौँ, तर पछाडिका पानाहरूमा के लेखिएका छन् भन्ने कुरा चाहिँ बिर्सिँदै गइरहेका छौँ कि जस्तो पनि आभास हुन्छ। पछाडिका पानाहरू पढ्न जरुरी छ। हाम्रो पुर्खाहरूले हामीलाई सिकाएका कुराहरू पनि मनन गर्न जरुरी छ, किनभने त्यो पछाडिको पानाहरू पढेन भने अगाडिको पानाहरू हामीले राम्ररी बुझिँदैन होला। त्यही भएर पछाडि फर्केर पढ्न पनि जरुरी छ, ती कुराहरूलाई मनन गर्न पनि जरुरी छ, किनभने हिजोका ती कुराहरू, ती ज्ञानहरू भनेको चाहिँ भोलि हामीले आर्जन गर्ने ज्ञानहरूको एउटा स्ट्रङ फाउन्डेसन पनि हो जस्तो लाग्छ मलाई। पानाहरू हामीले छुट्यायौँ भने चाहिँ हामी अर्धज्ञानी हुन्छौँ कि यो आधा ज्ञानको के औचित्य हुन्छ त? यो आधा ज्ञानको चाहिँ केही पनि औचित्य हुन्छ जस्तो मलाई लाग्दैन। हामी किराँती सभ्यतामा मनाइने उधौली र उपौलीको विशेषताहरू धेरै धेरै छन्। हामी भूमिपुत्र प्रकृतिलाई पूजा गर्छौँ, हाम्रो पितृलाई पूजा गर्छौँ, पुर्खालाई पूजा गर्छौँ। बालीनाली रोप्न अगाडि पनि र नयाँ बालीनाली ग्रहण गर्न अगाडि पनि हाम्रो प्रकृतिलाई पितृलाई चढाएर मात्र हामीले ग्रहण गर्ने गर्छौँ। यस्ता धेरै धेरै एकदमै ब्युटिफुल सुन्दर सुन्दर विशेषताहरू छन् हाम्रा यी चाडहरूको। तर मलाई पर्सनली एकदमै विशेष लाग्ने चिजहरू भनेको चाहिँ 3टा छन्। एकदमै सामान्य तर सामान्य भए पनि एकदमै गहन लाग्ने यी 3 चिजहरू चाहिँ मेरा लागि हुन् आशीर्वाद, प्रार्थना र कृतज्ञता। यो चिजहरू चाहिँ हामीलाई हाम्रो पुर्खाहरूले सिकाउनु भएको छ। कृतज्ञता अर्थात् ग्रेटफुल हुने, आजभोलिको जेनेरेसनमा बी ग्रेटफुल भनेर एकदमै ट्रेन्डिङ भइरहेको छ। अझ वेस्टर्न कल्चरतिर त आजभोलि यस चिजको अझै रिसर्च पनि भइरहेको छ। अझ थेरापिस्टहरूले त एङ्जाइटी र डिप्रेसन भएका केही बिरामीहरूलाई ग्रेटफुल हुन सिक्नुहोस् या त कृतज्ञता हुन सिक्नुहोस् भनेर पनि सिकाइराख्नु भएको छ। भनेपछि हाम्रो पुर्खाहरूले त उहिलेदेखि कृतज्ञ हुन सिक्नु, धन्यवाद भन्नु भनेर सिकाइराख्नु भएको छ। जिन्दगीको एकदमै होपलेस सिचुएसनमा जहाँ चाहिँ म के गर्न सक्दिनँ होला भन्ने अवस्थामा एउटा आमाको निरन्तर प्रार्थना र आशीर्वादले कस्तो ऊर्जा दिन्छ। त्यो ऊर्जा हामीले नदेखेको भएर होला, नदेखेको चिजहरूलाई हामीले त्यति इम्पोर्टेन्स नदिएको हो कि इग्नोर गरेको हो कि, तर आजभोलि चाहिँ यी 3टा चिजहरूको एकदमै रिसर्च पनि भइरहेको छ। द पावर अफ प्रेयर्स, पावर अफ ब्लेसिङ एन्ड पावर अफ बिङ ग्रेटफुल। कृतज्ञ हुनुहोस् भनेर भनिन्छ है। इतिहास र मुन्दुमको तपाईँहरूले अघि भनेको जस्तो त्यस्तो धेरै ज्ञान छैन। हजुरले मलाई अलिक बढाइ चढाइ भन्नुभयो। मुन्दुमको असली ज्ञाता भनेको त हाम्रो फुपा मुमाहरू हुनुहुन्छ, हाम्रो नोक्छोहरू हुनुहुन्छ। मुन्दुमको ओरिजिनल ज्ञान वाहक भनौँ है, उहाँहरूसँग हामीले सिक्नुपर्छ यी कुराहरू चाहिँ। यी इतिहासका कुरा र मुन्दुमका कुराहरू मलाई त्यति धेरै थाहा नभए पनि वर्तमानमा हजुरहरू समक्ष उभिरहँदाखेरि वर्तमानमा मैले महसुस गरेका केही कुरा चाहिँ, जब हाम्रो पहिचान मेटिन्छ, जब हाम्रो इतिहास मेटिन्छ, तब चाहिँ एउटा अनौठो प्र्याक्टिस के हुँदो रहेछ भने हामीले चाहिँ अरूको सबै भगवान्को नामहरू चिन्दो रहेछौँ, तर हाम्रो भगवान्को नाम चाहिँ कसैले पनि चिन्दैन रहेछ। र वर्तमानमा चाहिँ हामीले निरन्तर हाम्रो माग, हाम्रो भगवान् चाहिँ यो हुनुहुन्छ भनेर परिचय उहाँहरूको दिइरहेका छौँ। र साथसाथै हाम्रो जरातिर फर्किने यात्रामा पनि छौँ। यो यात्रा निरन्तर रहिरहोस्, यो मेरो कामना पनि छ। र साथसाथै यो यात्रामा सबैभन्दा महत्त्वपूर्ण कुरा चाहिँ अहंता हामीमा नरहोस्। एकअर्का बिचमा चाहिँ म ठुलो कि तिमी ठुलो भन्ने एउटा सङ्कुचित सानो सोच नआओस्। एकअर्का हामी दाजुभाइमा सधैँ एकता भइरहोस्, यो पनि मेरो कामना हो। र आजको यो विशेष दिनमा हामीले विशेष चाड मनाइरहँदाखेरि यो चाडको मूल्य र मान्यतालाई पनि मान्न एकदमै जरुरी छ जस्तो लाग्छ। त्यही भएर हजुर मेरो यो गफ यसो सुनिरहँदाखेरि मनमा नै यस्तो बोर लागेको छ भने चाहिँ मनमा नै आफ्नो पितृलाई, आफ्नो पुर्खालाई, सुम्निमा पारुहाङलाई, मागलाई सम्झेर प्रार्थना गर्नुहोला, आशीर्वाद माग्नुहोला, कृतज्ञ हुनुहोला, किनभने यी
सबै चिजहरू यस्तो पावरफुल छ। आइएम स्योर तपाईँले मागेको प्रार्थना मागेको आशीर्वाद लाग्नेछ। हजुरहरूको यो जति पनि आजको उपस्थिति देखेर चाहिँ मलाई पनि एकदमै ऊर्जा मिलेको छ। हजुरहरू युवा भए पनि यति अग्रशील हुनुहुन्छ, यति अवेर हुनुहुन्छ आफ्नो कल्चरहरूप्रति है। तर मैले यस्तो युवाहरू पनि पर्सनली नै भेटेको छु जो चाहिँ आफ्नो कल्चरबाट चाहिँ सायद बाध्यताले पनि होला, सानोदेखि नै परिचित नभएर आफ्नो कल्चरको बारेमा कहिले पनि थाहा नभएर होला, एक्कासी आफ्नो कल्चरको बारेमा केही चिजहरू देखाउँदाखेरि चाहिँ उहाँहरू साँच्चीकै तर्सिनु हुँदो रहेछ क्या। अनौठो मानेर यो के गरेको त्यो फर्स्ट टाइम देख्दाखेरि त उहाँहरू डराउनु पनि हुँदो रहेछ। मैले त्यस्तो युवाहरू पनि पर्सनली भेटेको छु। एउटा थ्योरीले चाहिँ के भन्छ भने मान्छेहरू चाहिँ प्राय त्यस्तो चिजहरूसँग डराउँछ अरे जुन चिज चाहिँ उनीहरूले कहिले देखेको पनि छैन, परिचित पनि छैन, या त उनीहरूले अनुमान लाउन नसक्ने चिजहरूसँग चाहिँ अझै बढी डराउँछन् रे क्या। जस्तै कि मृत्यु देखेको हुँदैन नि त, त्यो हामी त्यस चिजसँग परिचित हुँदैन, त्यही भएर हामी मृत्युसँग डराउँछौँ, भविष्यसँग डराउँछौँ, भूतसँग डराउँछौँ। हो त्यस्तै नै हाम्रो कल्चर चाहिँ हामीले आफ्नो आउँदो पिँढीलाई चिनाएनौँ भने चाहिँ हाम्रो यो अलौकिक कल्चर चाहिँ भूत सरह हुँदो रहेछ कि उनीहरू तर्सिँदो रहेछन् क्या। त्यही भएर हामीले आउँदो जेनेरेसन्सहरूलाई चाहिँ हाम्रो यो अलौकिक र एकदमै अद्भुत जुन विज्ञान छ, हाम्रो कल्चर छ, यसलाई चाहिँ उनीहरूको मानस पटलमा चाहिँ भूत सरह नबसोस् भनेर चाहिँ हामीले अझै यसको अवेरनेस गर्न जरुरी छ जस्तो लाग्छ। हाम्रो इन्डिजिनियस कम्युनिटीको हाम्रो रैथाने सिपहरू साँच्चै यस्तो प्र्याक्टिकल र साइन्टिफिक छ। मैले यो भनिरहँदाखेरि मैले भनेको कुरामा तपाईँहरूले बिलिभै गर्नुपर्छ भन्ने छैन, तपाईँहरू आफै पनि आफ्नो ठाउँबाट रिसर्च गर्न सक्नुहुन्छ। हाम्रो वेशभूषा होस् कि हाम्रो रैथाने सिप होस् कि यो सबैजना यस्तो सबै चिजहरू एकदमै इको फ्रेन्डली छ क्या। आजभोलि हामी के कुरा गर्छौँ भने नेचरलाई प्रिजर्भ गर्ने कुरा गर्छौँ, गो ग्रिन भनेर कुरा गर्छौँ, तर यी चिजहरू हामीलाई उहिले नै हाम्रो पुर्खाहरूले सिकाइसक्नु भएको थियो कि। पोलिस्टरको लुगा हामी आजभोलि लाउँछौँ, पहिला हाम्रो पुर्खा तायामा खियामेले खाँदेको लुगा बुन्नुहुन्थ्यो, त्यो कति राम्रो थियो। हाम्रो रैथाने खानाहरू कति न्युट्रिसियस छ, स्वास्थ्यको लागि कति राम्रो छ। हामीले आजभोलि प्लास्टिकका बोतलहरू युज गर्छौँ जुन नेचरको लागि नराम्रो हो, तर हाम्रो पुर्खाहरूले वाबु तिन्डो यी सबै चिजहरू जति पनि उहाँहरूले रिसर्च गर्नुभएको छ सबै नै साइन्टिफिक छन् र प्र्याक्टिकल छन् र यो चिजहरूलाई हामीले प्रिजर्भ गर्न एकदमै जरुरी छ। यहाँ हजुरलाई एकदमै गर्मी भइसके जस्तो छ है, म अलि धेरै पनि बोलेँ। यो स्टेज पछि पनि म तपाईँहरूलाई पर्सनली रूपमा भेटेर पनि कुराकानी गरिहाल्नेछु। तर किरात राई यायोखाको अध्यक्ष हाम्रो जयकुमार राई दाजुलाई पनि धेरै धेरै धन्यवाद। सिलिङमाङमा हाम्रो गौरव सामलिङ राईलाई पनि धेरै धन्यवाद ज्ञापन गर्दै इलामको भूमिलाई फेरि पनि कोटी कोटी नमन गर्दै सेवा रो भनेर बिदा हुन चाहन्छु। धन्यवाद। म बोलिसकेपछि चाहिँ अगाडिपट्टि घाम एकदमै डाइरेक्ट धेरै आएको कारण पछाडि बसेँ अनि सकेसम्म सबैसँग फोटो खिच्ने पनि प्रयास गरेँ। अनि फेरि मैले सोचेँ अब काम पनि सकिहाल्यो, अब घरमै गएर आनन्दले सुत्छु भनेर त्यही दिन जान्छु भनेर भनेँ। तर बिचरा दाजु भाइ नानाहरूले चाहिँ एकदमै रोक्ने प्रयास गर्नुभयो। अनि म आफै उहाँहरूकोबाट फ्लाइट बुकिङ नभइसकेपछि म बाटोमा आफै बुक गर्दै जान्छु भनेर चोकसम्म पुगेको थिएँ। बिचरा भाइहरू दौडेर आएर मलाई मायाको चिनो दिन आउनु भएको थियो स्या हुँदै। उहाँहरूले चाहिँ फेरि अर्कै सोच्नु भएछ ला बहिनीलाई हाम्रो व्यवस्थापन मन परेन कि रिसाउनु भयो कि भन्नेतिर सोचेर उहाँहरूको मन कटक्कै दुख्यो भनेर पछि मलाई चित्त दुखाउँदै हुनुहुन्थ्यो। त्यस्तो त होइन, तर मैले चाहिँ घरमै आनन्द हुन्छ भनेर जान खोजेको थिएँ। लास्टमा मैले फ्लाइट पनि पाइनँ अनि त्यसपछि म फेरि फिर्ता आएँ। हाम्रो पनि यता घरै मानिदिनु होला, घरै हो कि दाजु? यस्तो अप्ठ्यारो भयो भने नत्र भने हामी अरू होइन अप्ठ्यारो छैन, ठिक छ हो। के गर्नु भाइ बसेर होइन आज जान्छु क्या, मलाई आनन्द अहिले हिँड्यो भने 5 बजीसम्म म पुगिहाल्छु। यहाँ के भयो कमै चल्दैन यो। इलामको चेलीहरूले पनि फोटो खिच्दै हेऱ्यो।
खाना भनिदिएको छु भरेभरि भनिदिएको छु ए हुन्छ खिचौँला नि उहाँ चाहिँ बिचरा दार्जिलिङबाट म आउँदैछु भनेर भेट्न आउनु भएको अरे थ्याङ्क यू सुनेर हामी आयो भेट्नु गर्दा भेट्यो द्याट इज अ ग्रेटफुल फर माई लाइफ म गएँ कि हजुरहरूलाई पनि सधैँ सधैँ आफ्नो काम गर्न आनु हो र त्यसो त कहाँ त्यसो त भन्नु हुँदैन नि अब जे जति गर्दा पनि फ्लाइट नपाइसकेपछि चाहिँ म फेरि फिर्ता आएँ अनि त्यसरी रिसिम नानालाई चाहिँ कार्यक्रमको बिचमा नै उठाएर लिएर हिँडेँ अनि मैले भने कहीँ चिया खान जाऊँ भनेपछि चाहिँ उहाँले मलाई यो बोझोघारी होमस्टेमा लिएर आउनुभयो विच वाज सो ब्युटिफुल एन्ड पिसफुल यो बाहेक हामी अरू थुप्रो ठाउँहरू पनि घुम्यौँ अनि धेरै धेरै गफहरू पनि गऱ्यौँ वी ह्याड लभली टाइम मैले नानाहरूलाई मेडिटेसन पनि सिकाएँ अनि हाम्रो धेरै इन्ट्रेस्टिङ कुराहरू छ त्यो चाहिँ मेबी म नेक्स्ट भ्लगमा हाल्छु ल बिकज यो चाहिँ एकदमै लामो भइसक्यो थ्याङ्क यू फर वाचिङ टिल द एन्ड लभ यु अल थ्याङ्क यू सी यु इन नेक्स्ट भ्लग